हामीहरू सबैले जीवनको कुनै न कुनै समयमा नजिकको मान्छेलाई गुमाएका हुन्छौँ वा नजिकको मान्छेलाई गुमाउनु भएका व्यक्तिहरूलाई चिनेका हुन्छौँ। नजिकको मान्छेलाई गुमाउनु भएका व्यक्तिहरूलाई कसरी छिटोभन्दा छिटो सहज बनाउन सकिन्छ भन्ने बारेमा आज हामी कुरा गर्न जाँदैछौँ। यस्तो अवस्थालाई ग्रिफ भनिन्छ र ग्रिफका के कस्ता लक्षणहरू हुन्छन् र कस्तो अवस्थामा साइकियाट्रिस्टसँग कन्सल्ट गर्नुपर्छ भन्ने बारेमा हामीले योभन्दा अगाडिको भिडियोमा कुरा गरिसकेका छौँ। र आजको भिडियोमा चाहिँ हामी ग्रिफमा भएका व्यक्तिहरूलाई अथवा दुःखमा भएका व्यक्तिहरूलाई कसरी मद्दत गर्ने भन्ने बारेमा कुरा गर्न जाँदैछौँ। र नजिकको मान्छेको मृत्यु भएका व्यक्तिहरूलाई सर्वप्रथम त एक्सेप्टेन्स दिलाउन जरुरी हुन्छ। नजिकको मान्छेको मृत्युपछि बितेको घटना साँच्चीकै भएको हो वा होइन भनेर विश्वास नै गर्न गाह्रो पनि हुन सक्छ। तर दुःख भोगेका व्यक्तिहरूलाई मलामी, श्राद्ध जस्ता कार्यक्रमहरूमा सहभागी गराउँदाखेरि यसले एक्सेप्टेन्स दिलाउने काम गर्दछ। तर यति गर्दाखेरि पनि मनको दुःख भने पूर्ण रूपमा कम चाहिँ नहुन सक्छ र अर्को स्टेपमा गर्नुपर्ने कार्य भनेको ग्रिफलाई प्रोसेस गर्नुपर्ने हुन्छ। र ग्रिफलाई प्रोसेस गर्नको लागि आफ्नो मनमा भएको दुःख पीडालाई व्यक्त गर्न जरुरी हुन्छ। र दिनभरि आउने अनावश्यक दुःख पीडालाई नियन्त्रण गर्न दिनमा 15 देखि 20 मिनटसम्म मृत्यु भएका व्यक्तिहरूको सम्झना गर्न र मनमा भएको दुःखलाई व्यक्त गर्ने कार्य गर्दाखेरि एउटा कन्ट्रोल इन्भाइरोमेन्टमा दुःख बाहिर निस्किने मौका मिल्छ र दुःख व्यक्त गर्दा आलोचना नगर्ने, जजमेन्ट नगर्ने व्यक्ति साथमा हुँदा यसले अझ राहत मिलाउने गर्दछ। र दुःखमा भएका व्यक्तिहरूलाई तिमी स्ट्रङ हुनुपर्छ, यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भन्ने व्यक्ति भन्दा पनि पीडालाई जजमेन्ट बिना सुनिदिने मान्छे साथमा हुँदाखेरि यसले एकदम राहत मिलाउने काम गर्दछ। र गुमाउनु परेको व्यक्तिले हाम्रो जीवनमा विभिन्न खालको भूमिकाहरू खेलेका हुन्छन् र उनीहरूको अनुपस्थितिमा त्यो भूमिका निभाउने मान्छेको ग्याप हुनसक्छ। र पीडामा भएका व्यक्तिले समयसँगै त्यो अनुपस्थितिलाई बिस्तारै पुरा गर्ने काम गर्नुपर्दछ र यसका लागि प्रत्येक दिन सासाना कामहरू गर्ने बानी बसाल्नु पर्दछ र अन्तिममा बितेका व्यक्तिलाई पूर्ण रूपमा भुल्नुपर्छ भन्ने जरुरी हुँदैन। र बितेका व्यक्तिलाई बिर्सिने भन्दा पनि हाम्रो उद्देश्य भनेको चाहिँ दुःखमा भएका व्यक्तिको फङ्सनालिटी अथवा कार्यक्षमतालाई पहिलेको अवस्थामा ल्याउने हुन्छ। र यसरी ग्रिफमा भएका व्यक्तिहरूलाई हामीले मद्दत गर्न सक्दछौँ।